भाउजूले चाहिँ भात दिइसक्नु भएको छ। उहाँ चाहिँ हाम्रो भाउजू हुनुहुन्छ। ओ सिधो कस्टम बना नि त, पानी पनि हालिदिनुपर्छ आज। गाई यसरी बोकेर लानुपर्ने हुन्छ। हेलो गाइज, वेलकम ब्याक टु युट्युब च्यानल। आज हाम्रो भिडियो चाहिँ आन्टी घरदेखि सुरु हुँदैछ। हामी चाहिँ यहाँ म र बाबा चाहिँ यहाँ पराल बाँध्न आएको छौँ होइन। अब आन्टीको चाहिँ गाई नभएको कारणले चाहिँ पराल लग भनेर चाहिँ म र बाबा चाहिँ पराल बाँध्न आएको छौँ। 2-3 बिटा चाहिँ बाँधिसकेको छौँ हामीले। 2-3 बिटा चाहिँ लगिसक्नुभयो बाबाले यहाँदेखि। अब यहाँदेखि गएर अब नुहाइधुवाइ गर्नुपर्छ। सो बाबाले चाहिँ लानु हुँदैछ पराल। यहाँदेखि यसरी घुमेर जानुपर्छ। यहाँ घर यताबाट जाने बाटो नभएको कारणले यसरी घुमेर जानुपर्छ। उता बाटोबाट प्लोटिङबाट अनि उता पछाडि लानुपर्ने हुन्छ पराल चाहिँ। फाइनली गाइज नुहाइधुवाइ गरिसकेर फ्रेस भएर अब चाहिँ भाउजूले भात दिनु हुँदैछ। भातसात खाएर अब एकछिन गेम खेलिन्छ, मस्त गेम खेलिन्छ। भाउजूले चाहिँ भात दिइसक्नु भएको छ। उहाँ चाहिँ हाम्रो भाउजू हुनुहुन्छ। अब भातसात खाएर गेम खेलिन्छ एकछिन। गाइज गेममा हामी आइसकेका छौँ। सिद्धु बोर्ड प्लेइङ रहेछ। यसलाई बुकिङ पठाऊ। कोसँग खेलिरहेको छ सला बोट। हेरौँ गाइज यसलाई। ओ सोलो खेलिरहेछ। ओ गाइज डिकी हानिसकेको छ सिधो बोटले। दियो दियो दियो, बोट मर्यो। एक गोलीले बच्यो। दियो दियो दियो, एक गोली मार। ब्याक गर्नुपर्ने हुन्छ अब। ब्याक आइसक्यौँ। आइज सिधो बोट। साला आयो भने ए उल्टै जेनरुकेस पठाएछ। ओ सिधो बोट कस्टम बना नि त, पानी पनि हालिदिनुपर्छ आज। ल छिटो बना बना। तँलाई आज धोबी हान्छु म। क्यारेक्टर चेन्ज गरिसकेँ मैले। छिटो बना। ल हिँड छिटो 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 हान्दिउँ 1-2 म्याच। It's my dog, Dylan. It's my dog, Dylan.
my dog done. It's my dog done. त गाइज गेम सेम खेलेर सुतेर अहिले चाहिँ यता खेततिर आएको मम्मी चाहिँ घाँस काट्न आउनु थाल्छ घाँस लिन चाहिँ आज मम्मीले गाइज गेम सेम खेलेर सुतेर म चाहिँ अहिले घाँस लिन आएको मम्मी चाहिँ यता घाँस काट्न आउनु भएको छ खेततिर अरू दिन त कल गर्नुहुन्छ तर आज चाहिँ मैले भिडियो गर्नुको लागि मोबाइल चाहिँ म नजिकै थिएँ त्यसैले फोन गर्नु भएन म चाहिँ आफै आफै सकिनँ मम्मी चाहिँ घाँस काट्नु हुँदैछ अहिले घाँस काट्नु हुँदैछ अब घाँस काटिसकेको छ एक बोरा अब लानुपर्ने हुन्छ मैले चाहिँ घाँस अब बोरा ल्याइदिनु बोरा ल्याएर हालेर बोकेर चलिदिने अब घरतिर अनि अघि बोका ड्राइभर भन्ने आउनु भएको थियो मोबाइल किन्न जाने भन्नु हुँदै थियो अब जानुहुन्छ कि जानुहुन्न छोरी पनि ल्याउनु भएको थियो छोरीलाई पनि लिएर आउनु भएको थियो छोरी चाहिँ रुँदै थियो त्यसैले घर जानुभयो फेरि जानुहुन्छ कि जानुहुन्न यहाँ अलिकति थोरै घाँस छ उता पनि छ यताकै काट्ने छ बोरा च्याचुत परिसकेको छ हालिदिनु सबै झर्छ अहिले च्यातिएको ठाउँबाट छिम्रा हामी चाहिँ स्कुल पढ्दाखेरिको चाहिँ ओभर खान्थ्यौँ के अर्का खेतको चोरी चोरी
आइसक्यो नि हट्याबाट मैले त्यसो पनि त बे पेसन ल्याइ पनि सक्यो सबै सागसब्जी सबै ल्याइसक्नु मैले झोला निकालिदिएको साइकलबाट ले मसाला अब चाहिँ बोकेर लानुपर्ने हुन्छ बोरा बोक्दै पकाउँदै फेर फाया त्यो ओतेल हल्कादैन त टाका त गाई यसरी बोकेर लानुपर्ने हुन्छ अब एक हातले मोबाइल समाउँदै एक हातले बोरा बोक्दै लानुपर्ने हुन्छ फाइनली बोरा चाहिँ यहाँ राखेर अब उता बारीतिर जानुपर्ने हुन्छ